हेलो एभ्रिवान, आज चाहिँ आमा र म रेडी भएर लाग्यौँ बिरौटा। त्यहाँ चाहिँ फुजी वायर लिनको लागि। आमा यता रेडी हुँदै हुनुहुन्थ्यो भने म पनि यता रेडी भएर हामी दुईजना रेडी भएर निस्क्यौँ त्यो घाममा। अनि हामी चाहिँ पुग्यौँ गुप्तेश्वर हुँदै बिरौटा बाल संसार। त्यो चाहिँ सेकेन्ड फ्लोरमा थियो भने त्यहाँ चाहिँ बेबीहरूको ड्रेसहरू पनि थियो। अनि फुजी वायरहरूको कलेक्सन, फुजी वायरहरू चाहिन्छ भने तपाईँहरू पनि बिरौटामा जान सक्नुहुन्छ। यो चाहिँ लोकेसन बिरौटा चोक राम मन्दिर जाने अपोजिट साइडमा छ। यहाँ चाहिँ छ बाल संसार भनेर ठुलो बोर्डमा लेखिएको छ। अनि हामी चाहिँ गएर फुजी वायरहरू लियौँ कलर चुज गरेर। तपाईँहरू पनि कलर चुज गरेर लिएर आउन सक्नुहुन्छ। अनि उता चाहिँ म्याम प्याक गर्दै हुनुहुन्थ्यो हाम्रो सामान। हामी चाहिँ यता वेटिङ थियो। अनि यहाँ चाहिँ चप्पलहरू, बेबीको ड्रेसहरू थियो, फ्लावरहरू बनाएको थियो। अनि हामी चाहिँ सामान लिएर निस्क्यौँ। अनि तपाईँहरूलाई पनि चाहिन्छ भने चाहिँ जान सक्नुहुन्छ। उहाँको कलेक्सनको नेम चाहिँ सारा छ। म चाहिँ घर आएर सामान ओपन गर्दैछु मैले लिएर आएको। अनि फर्स्टमा त ब्लू र ब्राउन कलर, अनि ग्लु स्टिक एन्ड ब्याम्बो स्टिक छ। अनि येल्लो कलरको छ, यो ग्रिन टेप छ, अनि मोतीहरू। अनि तपाईँहरूलाई चाहिन्छ भने सबै त्यहाँ लिन जान सक्नुहुन्छ, अर्डर गर्न सक्नुहुन्छ। उहाँ चाहिँ अनलाइन डेलिभर पनि गर्नुहुन्छ। यहाँ चाहिँ किरिङ छ, अनि यो चाहिँ क्लिपहरू भयो, ग्रिनमा छ, अनि चाहिँ मरुन कलर। अनि मैले चाहिँ ऱ्यापिङ पेपर सानो खालकोमा लिएर आएको छु। म चाहिँ फर्स्टमा हो, यो चाहिँ स्टार्टिङ हो, जो बिगिनर्स हो। अनि त्यसैले चाहिँ धेरै सामान ल्याएको छैन। अनि यो चाहिँ छ फुजी वायर कटिङ गर्नको लागि सजिलो होस् भनेर यो सिजरले भन्दा पनि यसले छिटो सजिलो हुन्छ। अनि मैले लिएर आएको सामान चाहिँ यति हो। बाई बाई गाइज।